नमस्कार। नेपालको इतिहासमा पाल्पा राज्य एक भौगोलिक मात्र नभएर धार्मिक, सांस्कृतिक र आध्यात्मिक विकासको क्षेत्र थियो। यहाँका प्रजा मात्र नभएर राजामा पनि धर्मप्रतिको उच्च आस्था र विश्वास थियो, जसले आफ्नो शासनकाल पछिको समयलाई देवघाटमा रहेर आध्यात्मिक साधना गर्दै पनि अगाडि बढाए र थुप्रै मन्दिरहरू निर्माण गराए, जसलाई पछिल्लो कालखण्डमा धार्मिक तथा आध्यात्मिक सिद्धिको कारणले मुनि मुकुन्द पनि भन्ने गरेको पाइन्छ। उनीद्वारा नै निर्मित हो यो पाल्पाको एक सुप्रसिद्ध र धार्मिक थलो पाल्पा भैरव मन्दिर। यो मन्दिर पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाको निकटवर्ती रहेको छ। काल भैरवको उत्पत्ति भएपछि भैरवकै इच्छा अनुसार तत्कालीन राजा मणिमुकुन्द सेनले यो स्थानमा काल भैरवको मन्दिर स्थापना गरेर पूजा चलाए। आजभन्दा 583 वर्ष अगाडि अर्थात् 16औं शताब्दीमा स्थापित यो मन्दिर नाथ सम्प्रदायका पुजारीहरूले पूजा गर्ने प्रचलन रहेको छ। 16औं शताब्दीदेखि सुरुवात भयो। काल भैरव यही ठाउँ उत्पत्ति भएर त्यही भएर गुफा भनिएको छ होइन। उत्पत्ति भएर उहाँलाई मन्दिर स्थापना गरेर पूजा चलायो भन्ने हुनाले अब मणिमुकुन्द सेन एउटा आध्यात्मिक शक्तिशाली राजा भएको हुनाले उहाँले त्यसै गर्नुभयो। शनिबार र मङ्गलबार यहाँ काली माता र भैरवलाई गरेर 2वटा रोट चढाउने प्रचलन रहेको छ। हिन्दू परम्परामा भैरवलाई नगरका रक्षक, अन्यायको दण्ड दिने देवता, सङ्कटबाट रक्षा गर्ने शक्ति, साहस र वीरताको प्रतीकको रूपमा पूजा गर्ने गरिन्छ। जहाँ इतिहासले राजाहरूको कथा सुनाउँछ, जहाँ आस्थाले भक्तहरूको मन जोड्छ र जहाँ भैरवको शक्तिले सम्पूर्ण पाल्पालाई संरक्षण गरेको विश्वास गरिन्छ। यो केवल एउटा धार्मिक स्थल मात्र होइन, नेपालको आत्मा, गौरव र पहिचान हो। त्यसैले हजुरहरू यहाँ आउनुभएको छैन भने नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विरासत बोकेको यो स्थान भ्रमण गर्ने अवसर जुटाउनुहोला। धन्यवाद।